नमस्कार सम्पूर्णमा आजको कथामा हजुरलाई स्वागत छ। आज म घरको केही सामानहरू किन्नलाई बाटोमा एक्लै हिँडिरहेकी थिएँ। सामुन्ने 3 जना त्यस्तै 8 देखि 10 वर्षका सासाना बच्चाहरू हिँडिरहेका थिए। म आफ्नै सुरमा थिएँ अनि उनीहरू आफ्नै संसारमा। करिब 1-2 मिनेटपछि तीमध्ये एकजना सानो बाबुले मेरो नजिक आउँदै केही भन्दै थियो मलाई। दिदी, मैले सुरमा राम्ररी बुझिन। एकछिन त मलाई लाग्यो सायद उसले मसँग केही माग्न खोजिरहेको होला, केही भन्दा पनि सायद पैसा नै माग्ने होला जस्तो लाग्यो। तर अर्को क्षणमै उसले आफ्नो सानो हात अघि बढायो। आज मेरो ह्याप्पी बर्थडे हो, एउटा इक्लेयर्स चकलेट मलाई दियो। त्यो सुन्नासाथ अघि आफूले त्यो बच्चाको बारेमा राखेको नकारात्मक सोचबारे आफैलाई धिक्कारे। उसको आँखामा कस्तो खुसी थियो, कुनै स्वार्थ थिएन, कुनै अपेक्षा थिएन। बस आफ्नो जन्मदिनको खुसी बाटोमा भेटिरहेका मान्छेहरूसँग बाँड्दै हिँडिरहेको थियो। मैले मुस्कानका साथ थ्याङ्क यू, ह्याप्पी बर्थडे भने। ऊ थोरै लजायो अनि मैले उसलाई सोधेँ, अनि आज तिम्रो स्कुल थिएन? अनि उसले जवाफ दियो, थिएन, आज बिदा। म हाँस्दै मजाले भने, राम्रो भएछ नि, नत्र हामीले तिम्रो बर्थडेको चकलेट कहाँ खान पाउँथ्यौँ र? ऊ पनि हल्का मुस्कुरायो। त्यतिकैमा हाम्रो छेउबाट 2 जना पुलिसहरू पास हुनुभएको थियो। मैले उसलाई भने, जाऊ पुलिस अङ्कललाई पनि चकलेट देऊ। उसले आफ्नो साथीलाई हेर्दै केही लजाए जस्तो, केही डराए जस्तो गरेर सोध्यो, ओइ दिउँ? अनि उसका साथीहरूले उसलाई अगाडि धकेल्दै थिए। त्यो दृश्य यति प्यारो थियो कि साँच्चै मलाई अर्कै किसिमको आनन्द दिइरहेको थियो। त्यसपछि म आफ्नै सुरले अघि बढेँ। हिँड्दै गर्दा किन हो कुनी त्यो बच्चाको अनुहार, उसको खुसी, उसको मासुमियत सबैले मेरो मन छुन पुगेको थियो। जब मैले महसुस गरेँ कि उनीहरू अझै पनि मेरो पछाडि नै हिँडिरहेका छन्, मलाई उसको लागि केही सानो गिफ्ट किनिदिन मन लाग्यो। तर त्यहाँ वरिपरि त्यस्तो पसलहरू केही थिएन। एउटा किराना पसल देखेँ र त्यहाँबाट एउटा ठुलो डेरी मिल्क किने अनि उसलाई कुरिरहे। जब ऊ मेरो नजिक आयो, मैले पनि एक्साइटेड हुँदै त्यो डेरी मिल्क दिँदै ह्याप्पी बर्थडे भने। त्यो बेला उसको अनुहारमा आएको खुसी सायद त्यो शब्दले भन्दा पनि धेरै कुरा बोलिरहेको थियो। थाहा छैन उसलाई यसरी चकलेट दिँदा कसैले उसलाई गिफ्ट किनिदिए कि दिएनन्, तर जति ऊ खुसी थियो नि, त्यो भन्दा डबल ट्रिपल खुसी त म थिएँ उसको खुसी देख्दा। र साँच्चै नै रहेछ, बच्चाहरू कति नादान हुन्छन्। ससाना कुराले पनि ठूलो पाठ दिएर जान्छन्। आज त्यो सानो बाबुले मलाई एउटा ठूलो पाठ सिकाएको छ। दयालु हुन कहिले छोड्नु हुँदैन रहेछ, किनकि हामीलाई थाहा नै हुँदैन कुनै सानो भेट, कुनै सानो व्यवहार र कुनै सानो मुस्कानले पनि हाम्रो दिन, हाम्रो सोच अनि हाम्रो पुरै मन बदलिदिन्छ। आज उसले फेरि मलाई सम्झायो कि यो संसारमा अझै पनि माया बाँकी छ, मासुमियत बाँकी छ र राम्रोपन अझै मरेको छैन। र सायद उसले पनि आज एउटा कुरा महसुस गर्यो होला कि मनदेखि बाँडिएको खुसी कहिलेकाहीँ जीवनले मिठो उपहार बनाएर फिर्ता दिन्छ भनेर। जहाँ भए पनि त्यो सानो बाबुलाई फेरि एकपटक जन्मदिनको धेरै धेरै शुभकामना। अब अर्को कथामा भेट्नेछु। त्यतिन्जेलसम्म आफ्नो ख्याल राख्नुहोला र सधैँ अरूलाई प्रेम अनि सेवा गर्नुहोला। हस्त, नमस्ते।